हेलो नमस्कार म सबै जनालाई यो भिडियो हेर्ने दर्शकबिन र श्रोताहरूलाई नमस्कार भन्न चाहन्छु अनि म साथसाथै यो भिडियोको साथसाथै पडकास्ट पनि निकाल्छु होला सायद आउने समयमा र तपाईहरुलाई स्वागत गर्न चाहन्छु। मेरो नाम बुद्ध हो अनि मेरो विशेष उद्देश्य यो च्यानल युट्युब च्यानल अथवा अरु सर्भिसेस जस्तै पडकास्टहरु भन्छ अरु निकाल्नको लागि उद्देश्य चाहिँ के हो भने खासै एउटा जानकारी एउटा समाजलाई अगाडि बढाउनका लागि समाजको उत्थानको लागि एउटा जानकारीमूलक एउटा विषयवस्तुमा गफ गर्नको लागि तपाईहरुसँग मिलेर म मात्रै भन्दिन हाँसो यसमा हामी सबै हामी भन्छौं हामीहरु भन्छौं म मात्रै भन्दा पनि किनभने मैले भिडियो बनाउँदाखेरि तपाईहरुले नि हेर्नुहुन्छ त्यसमा तपाईहरुको पनि सक्नु हुन्छ हाँसै कुरा त्यो छ र म चाहिँ मेरो परिचय त्यही हो मेरो नाम बुद्ध हो अनि मेरो म अहिले अलास्कामा बसिरहेको छु अहिलेको समयमा म अनि यहाँ बसेर मैले धेरै कुराहरु कसरी के गर्ने भने ट्रेनिङहरु धेरै कुराहरु लिएँ है अनि साथसाथै धेरै कुराहरुमा अगाडि बढ्न सकेको छु म अहिलेको समयमा अनि आउने समयमा पनि म धेरै अगाडि बढ्ने कोसिस गरिरहेको हुन्छु अनि यो च्यानलको मुख्य अरु कुरा भन्दा पनि यसबाट मैले फाइदा लिने कोसिस गर्नु भन्दा पनि कुरा के छ भने म यो भिडियोको मार्फत यो मेरो च्यानलको मार्फतबाट मेरो दर्शकबिन र श्रोताहरुलाई चाहिँ के भन्न चाहन्छु भने यो एउटा हामीहरुको एउटा मिशन जस्तै हो हाँसै अब जस्तै एउटा समाजलाई अगाडि बढाउनका लागि के चाहिँ गर्ने त कसरी गर्ने धेरै कुराहरुमा अनि त्यो भन्दा पनि कोही बेला हामी धेरै ठुलठुलो विषयवस्तुमा गफ गर्नु भन्दा पनि कोही बेला हामी सानोतिनो कुराहरुमा पनि गफ गरिरहेको हुन्छौं हाँसै खासै कुरा के हो भने हामीहरुले कुरा बुझ्नुपर्ने कुरा के छ भने कोही बेला सानै कुराबाट पनि धेरै ठुलो कुराहरु को उत्पत्ति हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ कुरा त्यो छ हामी कोही बेला यो सानो कुरा भनेर भन्छौं हाँसै तर त्यो सानो कुरा लाई हामीले नेग्लेक्ट गर्दाखेरि कोही बेला कुनै ठाउँमा कतैतिर असर गरिरहेको हुन्छ अनि त्यो असर चाहिँ धेरै ठूलो हुन्छ कसैको लागि कसैको लागि त्यति साह्रो अप्ठ्यारो नहुन सक्ला तर कसैको लागि धेरै अप्ठ्यारो हुन्छ कुरा त्यो छ अनि त्यो भएको कारणले गर्दाखेरि हामी सानो कुराहरुलाई पनि हामी सब समेट्दै जान्छौं यो प्रोग्रामको मार्फत अनि तपाईहरुले सब्स्क्राइब गर्दिनुहुन्छ भन्ने गर्दिनुहोस् भन्ने अनुरोध गर्दछु म हाँसै मेरो बिन्ती छ तपाईहरुमा सब्स्क्राइब गर्दिनुहोस् अनि भिडियोहरुलाई लाइक्स गर्दिनुहोस् अनि हेर्ने काम पनि गर्दिनुहोस् फुल अन्तिमसम्म प्रयास हो किन भन्दाखेरि त्यहाँ धेरै कुराहरु समेटिएको हुन्छ अन्तिमसम्ममा कोही बेला अन्तिममा मुख्य कुराहरु बाँड्ने विषय चेष्टा गरिरहेको हुन्छु म हाँसै अनि अर्को कुरा के छ भने बीचमा के भन्न चाहन्छु भने मैले नेपाली बोल्दाखेरि नेपाली भाषामा कतिवटा कुराहरु त्रुटि फुर्ती हुन चान्स हुन्छ हाँसै कतिवटा गल्तीहरु हुने चान्स हुन्छ हजुरहरुले
त्यसमा मलाई माफ गरिदिनु होला है। अनि माफ गरे साथसाथै तपाईहरुले के पनि गर्न सक्नुहुन्छ भने कमेन्टहरु गर्नुहोस्, मैले के गल्ती गरेको छु भनेर लेख्नुहोस् कमेन्टमा। अनि साथसाथै यदि तपाईहरुले सक्नुहुन्छ भने भिडियो पनि बनाउनुहोस् मेरो यसको के रे जुन प्रोग्राममा मैले के भन्दाखेरि के गल्ती भएको छ, कसरी सुधार्न सकिन्छ, भिडियो बनाएर पोस्ट पनि गर्न सक्नुहुन्छ। तपाईहरुको आफ्नै च्यानल अथवा कुनै पनि प्रोग्राममा वेबसाइटमा गर्न सक्नुहुन्छ। म हेर्छु पक्कै पनि, किनभने म के कुरालाई पनि नकार्न चाहन्न। कुरा त्यो छ हाँसै, म नकार्दिन हाँसै, कुरा त्यो छ। र साथसाथै यो प्रोग्रामको मार्फतबाट म के पनि भन्न चाहन्छु भने विकासको लागि अगाडि बढ्नको लागि के भइरहेछ भन्दाखेरि अहिलेको समयमा यो समाजहरु धेरै अगाडि बढिसकेको छ। नेपालको मात्रै कुरा नगरेर अरु देशहरु पनि धेरै अगाडि बढिसकेको छ हाँसै। अनि समयहरु धेरै बदलिसकेको छ। त्यसको आधारमा कसरी चाहिँ बढ्ने त? अब आउने पुस्ताहरुलाई, केटाकेटीहरुलाई, आउने नयाँ जेनेरेसन्सलाई चाहिँ कसरी चाहिँ अगाडि उनीहरुलाई कसरी चाहिँ बाटो देखाउने कुरा त्यो छ। अनि त्यसरी त्यो बारेमा हामी गफ गरेको हुन्छौं हाँसै प्रायःसो। त्यही हो हाँसै मुख्य भनेको, हाँसै यो च्यानलको अगाडि बढाउनका लागि। अनि यो च्यानल हेर्न र सुन्न को लागि कसैलाई पनि त्यो विघ्न बाधा नहुन सक्ला, किनभने जुनै उमेरकोले पनि हेर्न सक्ने प्रोग्राम हुन्छ यो हाँसै। यसमा किनभने विशेष रूपमा त्यही हो, ज्ञान गुणको कुरा हुन्छ हाँसै यसमा। अनि ज्ञान गुणको भन्दा पनि हाँसै हामी धेरै डिपली धेरै भित्र रूपमा हामी गफ गर्ने कोसिस गर्छौं। र साथसाथै म के पनि गर्छु भन्दाखेरि अर्को त्यही हो, पढेको नपढेको त्यो भन्ने कुरा केही छैन हाँसै। म के गर्छु भन्दाखेरि यसबाट यो प्रोग्रामबाट सबैले प्रायः सबैले बुझ्ने गरेर अनि सबैले बुझाउन सकिने प्रकारले चाहिँ यो प्रोग्रामलाई म प्रस्तुत गर्ने कोसिस गर्छु हाँसै। यसबाट धेरै महत्त्वपूर्ण छ यो प्रोग्राम, तपाईहरुले नछुटाउनु होला। अनि हप्ताको 3-4 चोटि ल्याउँछु होला सायद भिडियोजहरु अहिलेको समयमा, किनभने मसँग एडिटिङ म आफैले नै गर्नुपर्ने हुन्छ भिडियोहरु बनाएपछि। अनि कुरा त्यो छ, भिडियोहरु बनाउँदाखेरि एडिटिङहरु गर्दाखेरि धेरै अलिकति समय लाग्छ भन्दा पनि भन्नु पर्ला खासै अलिकति समय लाग्छ नै, किनभने समय महत्त्वपूर्ण हुन्छ। अनि भिडियोको लम्बाइ प्रायःसो त्यस्तै 20 मिनेट्स 25 मिनेट्स त्यस्तै हुन सक्ला सायद, 20-25 मिनेट्सहरु हुन सक्ला हाँसै, 30 मिनेट पनि हुन सक्ला। कुरा त्यो छ। अनि के भन्छु भने हामी अगाडि बढौं, यसबाट धेरै कुराहरुको छलफल गर्ने अनि धेरै कुराहरुलाई विचार मनन गर्ने कुरा त्यो छ। अनि त्यसरी त्यही हो हाँसै। मैले कतिवटा बोल्दाखेरि नेपाली भाषा बोल्दाखेरि अहिलेको समयमा बोल्दाखेरि धेरै प्रखर छैन हाँसै म भन्छु, त्यस्तो भन्छु है। म बिस्तारो अलिकति भाषालाई अलिकति तिखार्दै जाने कोसिस गर्छु। अनि भन्दा पनि त्यही पनि हाँसै गल्ती भइरहेको हुन्छ, माफ गरिदिनु होला है। मैले केही नेपाली भाषामा अलिकति बोल्दाखेरि गल्तीहरु भइरहेछ भने कुरा त्यो छ। अलिकति के छ भने मैले यो प्रोग्राममा एउटा संगीत, मेरो प्रोग्रामको लागि एउटा संगीत, मैले नेपाली संगीत लगाउने एउटा प्रोग्रामको मेन संगीत बनाउने एउटा कसैसँग मैले यो कुरा अहिले छोड्दिउँ, किनभने म यो कुरा म डिटेलमा लेखेको हुन्छु हाँसै। त्यो
मैले मेन कुरा भन्नु खोजेको के हो भने मलाई एउटा सङ्गीत मेरो प्रोग्रामको लागि यो च्यानलको लागि एउटा सङ्गीत चाहिएको छ खासै तर त्यसमा तपाईहरुले कसैले सङ्गीत बनाउने कोही राम्रो अब सस्तो अलिकति धेरै महँगो नभएर पनि ठिक्कको दाममा कसैले बनाउन सकिन्छ भने जस्तै मुरलीहरु कता के भन्छ धेरै कुराहरु चाहिन्छ खासै सङ्गीतहरुको लागि अनि तपाईहरुसँग कोही छ भने त्यस्तो कलाकार हजुरले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ म कन्ट्याक्ट मेरो इमेल the phone number चाहिँ 9073103341 9073103341 नेपालीबाट भन्नु पर्दाखेरि चाहिँ अनि फेरि तपाईले कल गर्नु भयो भने नम्बर 1 लगाउनु होला अगाडि जस्तै +1 9+1 नेपालीबाट भन्नु पर्दाखेरि चाहिँ +1 +1 90731033341 यसमा मलाई कल गर्न सक्नुहुन्छ र त्यो जुन अब संगीतकार हुन्छ यो च्यानलको लागि संगीत बनाउने व्यक्तिको यदि म्युजिशियनको चाहिँ तपाईसँग केही सम्पर्क छ भने मलाई फोन गर्न सक्नुहुन्छ यसमा अनि म इमेल एड्रेस पनि राखिदिएको हुन्छु यसमा के रे मेरो च्यानलमा यहाँ भिडियोमा म लगाइदिएको हुन्छु म अनि त्यसरी चाहिँ म हामी यसरी नै अगाडि बढ्दै जान्छौं अनि साथसाथै के छ भने नयाँ कुराहरु मैले केही कुराहरु पत्ता लगाइहाले भने अब जस्तै अब मैले भिडियो बनाउँछु आज भिडियो बनाए तर आज भिडियो बनाइसकेर त्यस्तै 2-3 घण्टा पछाडी मैले फेरि एउटा कुरा नयाँ कुरा केही पत्ता लगाए भने तपाईलाई म तुरुन्तै नयाँ कुराहरु भोलिपल्ट बनाएर प्रस्तुत गरिहाल्छु म हाँसै किनभने त्यसलाई त्यसो गर्दाखेरि धेरै राम्रो हुन्छ के रे सबै कुराहरु तातो भने जस्तै के तातो खाँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने खालको बनाल तातो भन्दाखेरि त्यो जिब्रै खुट्याउने खालको चाहिँ त्यो सारको तातो होइन हाँसै एउटा नरम तातो राम्रो ठिक्कको हुँदाखेरि नै खाँदाखेरि राम्रो हुन्छ भन्ने खालको कुरा हो त्यो हाँसै भन्नाले मैले आज एउटा कुरा पत्ता लगाउँछु तर 2 दिन अब यतै कुरा पत्ता लगाएपछि भोलि तुरुन्तै मैले केही गर्दाखेरि त्यो अलिकति के हुन्छ भन्दाखेरि त्यसलाई अपरजटमा आउँदाखेरि कतिवटा कुराहरु ले मिसलिड गर्ने चान्स हुन्छ कोही बेला सही अर्थहरु नभएको पनि हुन सक्छ त्यसको लागि मैले सोच्नु पर्ने हुन्छ के कुराहरु पत्ता लगाउँदाखेरि त्यो सही कुरा हो कि हैन र त्यो छ अनि आज म के भन्छु भन्दाखेरि आजको समयमा यो भिडियो प्राय कति 21 मिनेट्सको होला सायद यो 21-22 मिनेट्स कतिको छ यो भिडियो यो मेरो टाइम कति 7 मिनेट्स त्यस्तै होला सायद 7-8 मिनेट जस्तो होला सायद अनि यसमा म आज के चाहिँ कुरा गर्छु भन्दाखेरि एकछिन त यो अनि यो के छ भने यो म मेरो प्रोग्रामहरुमा प्राय जसो म ड्रोन फुटेजहरु त्यति सारो लाएको हुँदैन होला सायद हैन ड्रोन फुटेज के छ भन्दाखेरि ड्रोन फुटेजमा यहाँ अलास्कामा धेरै रेगुलेसन्सहरु भन्छ हाँसै के रे नियमहरु छ हाँसै के यो ड्रोनहरु चलाउन पर्दाखेरि धेरै त्यहाँ कानुनी एउटा रुल्सहरु बढी भएकोले गर्दाखेरि चाहिँ त्यहाँ म विचार गरिरहेको छु ड्रोन फुटेज हुन्छ होला पछाडीको समयमा तर अहिले हुँदैन हाँसै केही समयको लागि अनि भिडियो प्रायः भिडियोमा यो अहिलेको समयमा अहिले यो जुन भिडियो हेरिरहनु भएको छ यसमा धेरै राम्रो छ के रे सिनहरु अहिलेको समयमा यो जस्ट के रे नयाँ स्प्रिङ सिजन हो अहिलेको समयमा यो नयाँ भर्खर पातहरु
पौलाउँदैछ अहिलेको समयमा। अनि अब हिउँहरू बग्लेर झरनाहरू भएर पानीहरू बग्न सुरु गरिसकेको छ। अनि धेरै राम्रो छ, घाम मजाले लागिरहेछ। अनि मैले फेरि त्यहाँ एउटा त्यो क्याप्सन भिडियोको क्याप्सन फोटोमा चाहिँ मैले त्यहाँ लगाइदिएको छु के अरे मौसम कस्तो थियो भनेर। जस्तै घाम मजाले लागिरहेको छ अनि राम्रो छ एकदम। अनि तपाईँलाई धन्यवाद भन्न चाहन्छु के अरे हेरिदिनु भएकोमा यो प्रोग्राम अनि सुनिदिनु भएकोमा। अनि साथसाथै अर्को कुरा के छ भने सब्सक्राइब यदि तपाईँले गर्नुभयो भने यो प्रोग्राम धेरै अगाडि बढ्दै जान्छ। अनि साथसाथै समाजलाई पनि त्यतिकै उत्थान हुने चान्सहरूमा धेरै हुन्छ, धेरै जानकारीहरू पाउँछ सबैजनाले। अनि हामी अगाडि बढ्नका लागि हामीहरूले कोही बेला कोही समयमा केही राम्रो कुराहरूको जानकारी लिनु, राम्रो कुरालाई कुरा बुझ्नु, गफ गर्नु धेरै आवश्यक पर्छ समाजलाई अगाडि बढाउनको लागि। समाज उथल पुथल हुनुको कारण के हुन्छ भन्दाखेरि कोही बेला हामीसँग टाइमै हुँदैन हाँसेर राम्रो कुरा सुन्नका लागि, राम्रो कुरामा विचार गर्नका लागि। हामी जहिले पनि यस्तो राम्रो यस्तो भइरहेको छ, त्यहाँ दसैँ चलिरहेको छ, दसैँमा हामी अब तिहार भइरहेको छ, वहाँ के अरे मेला भइरहेको छ, मेलामा जानुपर्छ हामी। सबै कुराहरू ठिकै छ, राम्रो कुरा सबै कुरा, तर हामीले यो रमाइलोको कुरा भएको छ। तर हामीहरूको कोही बेला अलिकति सिरियसली एउटा राम्रोसँगले दिमाग लगाएर चाहिँ हामीहरूले कोही बेला सोच्नै पर्ने स्थिति आउँछ। कोही बेला के चाहिँ भइरहेछ, जस्तै तपाईँहरू ल मेलामा जानुहुन्छ, अब दसैँको मेलामा जानुहुन्छ, तपाईँहरू दसैँको मेलामा गइसकेर घरमा आउनुहुन्छ। तर घरमा आएपछि हामी त्यति साह्रो दसैँको बारेमा सोच्नु न हाँसे, त्यो मेलाको बारेमा त्यति साह्रो सोच्ने कुरा पनि आउँदैन, त्यति साह्रो कामहरू हुन्छ। तर कुरा के छ भने अर्को कुरा मुख्य कुरा भनेको हामी मेलामा त जान्छौँ, तर मेलामा गएर चाहिँ आएर चाहिँ हामी घरमा बसेर अलिकति सोच्ने मेलामा के चाहिँ भएको थियो त अलिकति। अब जस्तै धेरै सोच्नु पनि पर्दैन हाँसे। कोही बेला अब आफू सुत्ने बेलामा आफू आराम गर्ने समयमा, रातिको समयमा 5-6 मिनट 10 मिनट जस्तो बसेर चाहिँ आज के चाहिँ भएको थियो, के चाहिँ देखियो त, के चाहिँ गर्नुपर्ने त, अब कसरी चाहिँ यो मेलालाई चाहिँ अर्को पालि अझै राम्रो बनाउने त, एउटा समाजलाई अगाडि बढाउने हिसाबले चाहिँ कसरी चाहिँ यो मेलालाई चाहिँ हामीहरूले राम्रो बनाउने त, मेलालाई कसरी चाहिँ अझै हर्षमूलक बनाउने त भन्ने कुराहरू आउँछ। अनि त्यसरी सोच्नको लागि केही समय निकाल्नु भनेको धेरै राम्रो हुन्छ समाजको लागि, आफ्नै लागि, घर परिवारको लागि। र त्यसरी छ। अनि हामी यस्तै गफहरू गर्दै जान्छौँ पछाडिको समयमा, आउने समयमा यो धेरै गफहरू गर्छौँ। तपाईँहरूको कुरा पनि सुन्छु म, पढ्छु म, कमेन्टहरूमा लेख्नुभएको कुराहरू। लाइक्सहरू लगाउनु होला, किनभने यस्तो हुन्छ कि लाइक्सहरू लगाउनु भयो भने पपुलारिटी भन्छ, भिडियो पपुलर हुन्छ। म खासै पपुलर भएर म सर्वस्व नाम कमाउने भन्ने होइन हाँसे। मेरो उद्देश्य यो प्रोग्रामको के हो भने सन्देश पुर्याउनु हाँसे, एउटा राम्रो सन्देश, राम्रो अगाडि बढ्नका लागि समाजलाई कसरी चाहिँ बढाउने त। हामीहरूले अर्कालाई मात्र दोष दिने होइन हाँसे। यहाँ हामीहरूकै आफ्नोबाट कसरी चाहिँ गर्ने त, समाजलाई अगाडि बढाउने त, एउटा कमजोरी हिसाबबाट होइन हाँसे। यो हामी धेरै एउटा डह्रो हिसाबबाट कसरी चाहिँ समाजलाई अगाडि बढाउने त भन्ने हिसाबमा सोच्छौँ। अनि तरिकाहरू लगाउँछौँ, बिस्तारो सिक्दै जान्छौँ हामी। एकैचोटि सबै कुराहरू हामीहरूले सिक्नुपर्छ भन्ने छैन हाँसे अहिलेको समयमा। अनि हजुरहरूले मन पराइदिनुहुन्छ यो भिडियोलाई है, अनि यो च्यानललाई साथ दिनुहुन्छ होला, साथ दिनुहोस्।
तपाईहरुलाई धेरै राम्रो हुन्छ। तपाईहरुको अरु कुरा के छ भने तपाईहरुको छोराछोरीहरु पनि छ भने मेरो फोन नम्बर छ, म इमेलहरु पनि दिएको हुन्छु खासै अहिलेको समयमा हैन। केही समय पछाडी यदि तपाईहरुले तपाईको छोराछोरीहरुसँग यदि मसँग गफ गराउनुहुन्छ भने गफ त्यही हुन्छ खासै स्कुलको बारेमा गफ गर्छु म उनीहरुसँग के भइरहेको छ त समाजहरुमा त्यसको बारेमा पनि गफ गर्छु होला सायद उनीहरुलाई अगाडि बढाउनका लागि धेरै म सहयोग गर्न सक्छु कुरा त्यो छ। हस् त आजको दिनमा म यति नै भन्छु है। अनि यो भिडियोमा प्रायसो कतिवटा कुराहरु म एक्सप्लेन गरेको हुँदिन के रे वर्णन गरेको हुँदिन होला सायद यो भिडियोमा के देखिँदाखेरि किनभने तपाईले देखिरहनु भएको छ आकाश देख्नुहुन्छ यहाँ ढुङ्गाहरु छ साइडमा कतिवटा साइन्सहरु छ अनि साइन्स लाइक साइन्स भनेको त चिन्ह जस्तै त्यो 50 65 कति नम्बरहरु छ खासै त्यहाँ 35 45 यो नम्बर्सहरु कतिवटा के छ भने यो स्पिड लिमिट भन्छ खासै। हजुर आजको लागि म तपाईहरुसँग बिदा माग्छु म अर्को